केही कुरा भन्छु है। अब केही भन्नुभन्दा अगाडि साइन्सले प्रुभ गरेको, रिसर्चले प्रुभ गरेको, फिलोसोफीले प्रुफ गरेको, गुरुले भनेको भन्दा अब झ्याप्प हजुरहरूको दिमाग जान सक्छ त्यो कुरामा होइन। मनमा ओहो के हैछ भनेर सुन्न मन लाग्छ। अब अहिले यो कुराहरू सबै छोडेर यति बुझौँ होइन, मैले भन्दैछु हजुरहरूले सुन्दै हुनुहुन्छ। कुरा के भन्दा सुरुमा त थोरै अब इङ्ग्लिस र नेपाली सिकाउँछु है म। जस्तै जब हामी केही गर्छौँ नि त्यो बेला के भन्छौँ, म यो गर्दैछु, म काम गर्दैछु, म नाच्दैछु होइन, भनौँ न म खाना पकाउँदैछु भनेको के त मैले यो गर्दैछु भनेर भनिन्छ नेपालीमा। त्यस्तै इङ्ग्लिसमा पनि त्यस्तै हो। इङ्ग्लिसमा पनि आइ एम वर्किङ, आइ एम इटिङ होइन भन्नाले पछाडि आइएनजी आउँछ के, जस्तो आइ एम डुइङ भनेर भनिन्छ नि त। अब त्यसरी इङ्ग्लिसमा पनि त्यही भयो। भन्नुको मिनिङ ओभरअल के हो त भन्दाखेरि मैले केही गर्दैछु भने म गर्दैछु होइन, मैले गर्दैछु, आइ एम डुइङ भनेर भनिन्छ नि त। अब भइहाल्यो। अब यो त भयो अब हाम्रो बोरिङ क्लासको पार्ट होइन। सो अब यो कुरा छोडेर मेन कुरामा जाऊँ। अब मेन कुरा के भन्दाखेरि हामी के गर्छौँ होइन, हामी के गर्छौँ थाहा छ हजुरहरूलाई? सबभन्दा इम्पोर्टेन्ट कुरा अहिलेको लागि, अहिलेको वर्ल्डमा सबभन्दा इम्पोर्टेन्ट कुरा भने थिङ्किङ। हामी सोच्छौँ। अझ अब सोचलाई पनि कसरी गयो भन्दाखेरि ओभर थिङ्किङ भनेर गयो के है। अनि ओभर थिङ्किङ होइन त मैले भने, ओभर थिङ्किङ यही त हो नि सबजनाको लागि अहिले प्रब्लम भनेकै ओभर थिङ्किङ भयो। अनि अझै भन्नुपर्दा के भयो त, अघि मैले भने नि जस्तो डुलाई डुइङ आइएनजी लाग्छ भने जस्तै थिङ्कलाई थिङ्किङ भयो। अब थिङ्किङ भनिसकेपछि के भयो, कसैले गर्दैछ थिङ्किङ। ओभर थिङ्किङ भनेपछि के भयो त भन्दाखेरि कसैले गर्दैछ। अब त्यो कसैको हो त, म हो, हजुर हो होइन। मैले ओभर थिङ्किङ गर्छु भने के हो त, त्यो त मैले गर्दैछु नि त। हजुरले भन्नुहुन्छ ओभर थिङ्किङ भनेर भन्नुहुन्छ भने के हो त, हजुरले गर्दै हुनुहुन्छ। आइएनजी ओभर थिङ्किङ भने त्यही नै भयो होइन। अब यतिसम्म त बुझ्नुभयो होला नि त। अनि अब अरू कुरा के छ भन्दाखेरि हामी कतिसम्म मूर्ख छौँ भन्दा ओभर थिङ्किङ गर्छौँ, हामीले सोच्छौँ, सबै कुरा हुन्छ। अनि डक्टरकोमा जान्छौँ, डक्टरले सोध्नुहुन्छ के भएको छ भन्दा अनि हाम्रो एन्सर के हुन्छ भन्दाखेरि म ओभर थिङ्किङ गर्छु होइन। यो त भयो डक्टरको कुरा। अनि अरू कुरा भनौँ न, साथीभाइ यताउति इष्टमित्र सबैजना भन्नुहुन्छ अनि उहाँहरूले सोध्नुहुन्छ के छ के छ, के चलिरहेछ, के भइरहेछ भन्दाखेरि खै के हो मेरो धेरै सोच्ने बानी छ, मैले धेरै सोच्छु होइन। अरूले सोद्धा पनि त्यही भन्छ कि मेरो बानी छ, मैले धेरै सोच्छु होइन। दुइटै कुरामा एउटा कुरा कमन के देख्नु भएको छ थाहा छ, हजुरले नै गरिराख्नु भएको छ कि। डक्टरले सोध्नुहुन्छ के भएको छ, म ओभर थिङ्किङ गर्छु। कसैले सोध्छ के भएको छ, म धेरै सोच्छु होइन। कसैले तँलाई के भयो भनेर सोद्धाखेरि म धेरै सोच्छु। अब आफै मान्नु, यो त यस्तो कुरा भयो होइन र। मेरो पेट दुख्या छ, मेरो पेट चाहिँ आज बेसरी दुख्या छ, पेट दुख्यो मलाई आज एकदम पेट दुख्यो भनेर भन्यो। अनि कसैले सोध्यो किन पेट दुख्यो भन्दाखेरि ए होइन मैले अघि नै एकदम बेसरी खाना खाएँ अनि त्यही भएर पेट दुख्यो होइन। त्यही त भयो नि त, पेट दुख्यो किन दुख्यो, मैले अघि नै बेसरी खाना खाएँ अनि त्यही भएर पेट दुख्यो भन् जस्तै कुरा भयो। अनि ओभर थिङ्किङ पनि त्यस्तै भयो। सोच्नुहुन्छ ओभर थिङ्किङ, एउटै कुरा सोच्या छ, त्यसपछि टाउको दुख्छ होइन, टाउको दुख्या छ, पछाडि दुख्या छ, शरीर दुख्या छ, टाउको दुख्छ, सबै कुरा थाहा छ। यो पनि टाउको दुखेको पनि थाहा छ, फेरि आफैलाई थाहा छ मैले सोचेर टाउको दुखेको भन्ने पनि थाहा छ, सोचेर यस्तो भएको छ उस्तो भएको छ, यो भएछ त्यो भएछ, सबै कुराहरू त्यो फेरि हजुरलाई थाहा छ। अनि त्यसको रिजन पनि थाहा छ। फेरि रिजन के हो त, ओभर थिङ्किङ। अनि फेरि कसले गरेछ त, हजुर आफैले होइन। अब यो सब कुराबाट सल्युसन के छ होइन। अब यसलाई कम्प्लिकेट बनाउनु भन्दा, सबै कुरा भन्नुभन्दा अब यति कुरामा बुझिसकेपछि अब यसको सल्युसन के हो त भन्दाखेरि सल्युसन हजुर आफै हो होइन। सल्युसन हजुर आफै कसरी हो अब मैले त्यो भन्न चाहन्छु है। पहिलो कुरा अब एकदम नर्मल्ली सोच्नु है,
पहिलो कुरा के हुन्छ, कुनै पनि कुरा आउँछ दिमागमा, सोच आउँछ अनि त्यो सोचमा हजुरहरू अड्किनुहुन्छ, सोच्नुहुन्छ अनि हजुरलाई थाहा पनि हुन्छ कहीँ कतै मैले यो कुरामा धेरै सोचिरहेको छु, त्यो पनि थाहा हुन्छ। अनि त्यसपछि त्यो सोचेर अब बसेपछि टाउको दुख्छ, अप्ठ्यारो हुन्छ, शरीर गाह्रो हुन्छ, भारी हुन्छ, त्यो पनि बुझ्नुहुन्छ। फेरि किन भयो पनि थाहा छ, मैले ओभर थिङ्किङ गरेँ त्यही भएर भयो पनि थाहा छ, सबै कुरा थाहा छ। अनि गरेको पनि कोले पनि थाहा छ, फेरि गरेको कोले त हजुरले नै हो, फेरि त्यो पनि थाहा छ। सबै कुरा थाहा हुँदा हुँदै हुँदा हुँदै हुँदा हुँदै हुँदा हुँदै के छ त भन्दाखेरि हामीले त्यो कुरा रोक्नलाई हामीले कुनै एफोर्ट, कुनै अलिकति पनि मेहनत गरे छैनौँ के। र मेहनत गर्ने हो भने मैले एउटा कुरा फेरि पनि के भन्छु भन्दाखेरि, अब फेरि है त्यो अग्नि चाहिँ अब त्यो साइन्स फिलोसोफी भन्दा पनि संसारमा हजुरले एकचोटि डिसिजन जब लिनुहुन्छ, कुनै कुरा आउँछ र होइन है भइहाल्यो अब म यो बारेमा नसोच्ने, अब म सोच्दिनँ भनेर त्यो कुरा आउँदैन, होइन पटक पटक आउँछ, एकचोटि आउँछ, दुईचोटि आउँछ, 10चोटि आउँछ, 100चोटि आउँछ, हरेकचोटि आउला र हरेकचोटि हजुरको डिसिजन होइन अब म नसोच्ने यो बारेमा, भइहाल्यो अब कति सोच्ने, सोचेर के भयो र, यत्रो दिन मैले सोचेर, मैले यतिसम्म सोचेर मैले मैले के नै मिल्यो र मैले गर्न सक्ने केही पनि छैन, अब म सोच्दिनँ भनेर जब हजुरले डिसिजन लिनुहुन्छ भने त्यसपछि संसारमा कुनै पनि शक्ति, कुनै पनि पावर छैन जसले हजुरलाई जबरजस्ती त्यो कुरा सोचाउन सकोस्। छ हजुर आफैले आफूलाई सोध्नुहोस्, कुनै पनि कुरा हजुरले अब सोच्न चाहनुहुन्न भने कुनै शक्ति छ जसले हजुरलाई आफै आफ्नो दिमागमा सर सोचाउन सक्ने? त्यो त छैन नि त, होइन? अब यसमा कुन साइन्सले भनेर, कुन गुरुले भनेर, कुन फिलोसोफीले भनेर भन्दा पनि एकपटक आफूले आफूलाई भनेर कोसिस गर्नुहोस् अनि ट्राई गर्नुहोस्। अब जबसम्म ट्राई गर्नुहुन्न तबसम्म त अगाडि बढिँदैन। ओभर थिङ्किङको लागि भनेको हो मैले है, ओभर थिङ्किङ भन्नुहुन्छ नि, नत्र भने त थिङ्क मात्र भने भयो हुन्थ्यो नि त। थिङ्किङ किन भने त, थिङ्किङ भने के भयो, कसैले गरिरहेछ अनि कसले गरेछ त, हजुरले गरिराख्नु भएको छ होइन, अरू कसैले त गरेको छैन नि त, हजुरले नै गरिराख्नु भएको छ कि, यो रियालिटी हो एकदम। अब त्यो आफूले गरेकै कुरा मैले यसो गर्छु भन्नुको साटो अब म यसो गर्दिनँ मात्र भनेर अगाडि बढ्नु, अनि अब म यसो गर्दिनँ भनेर त्यति भनेर अगाडि बढ्नुहुन्छ भने कतिसम्मको पावरफुल छ हजुरको दिमाग थाहा छ? अब यति भन्दा भन्दै अब म लास्टमा अरू धेरै कुरा भन्दिनँ, अब म हजुरहरूको लास्टमा सानो एउटा एक्जाम्पल दिन्छु, हजुरहरूको दिमागको पावर भन्छु के। कति बिहेमा जानुभयो होला, कति पार्टीमा जानुभयो होला है, बिहे पार्टी जाँदा बाजा बज्ने, ब्यान्ड बज्ने है, बर्थडे पार्टी भयो, सबैजना छन्, इष्टमित्रहरू आछन्, पाहुना आछन्, यो आछन्, त्यो आछन्, खाना पकाउँदै हुनुहुन्छ, यो गर्दै हुनुहुन्छ, त्यो गर्दै हुनुहुन्छ, रमाइलो छ, हल्लाखोर छ, यताउति, कहिले रोक्यो हजुरलाई थिङ्किङ गर्नुबाट? जुन त्यो नराम्रो सोच भनौँ, त्यसलाई नराम्रो सोचमा भनौँ है, त्यो नराम्रो सोच्नबाट हजुरलाई कहिले रोक्यो? कसैले डिस्टर्ब गर्यो? त्यो बाजाले, त्यो मान्छेले, त्यो कति कुराहरू आयो होला जीवनमा, कुनै पनि कुराले हजुरलाई डिस्टर्ब गर्यो सोच्नबाट? कहिल्यै पनि डिस्टर्ब गरेन। त्यो म ढुक्क भएर भन्छु, किन म पनि त्यो फेजबाट गएको मान्छे भएर हो। कहिल्यै डिस्टर्ब गर्दैन थियो, बाजा बस्थ्यो, मान्छे आउँथे, इष्ट मित्र यताउति, साथीभाइ, यो भन्छ त्यो भन्छ, तर आफ्नो दिमागमा चलेको कुरा सोच्नबाट कसैले कहिल्यै डिस्टर्ब भएन। आफूलाई जे सोच्नु छ त्यो सोचेकै हुनुहुन्थ्यो हजुर, चाहे बिहामा हुनुहोस्, चाहे पार्टीमा हुनुहोस्, चाहे भनौँ न बाजा बजोस्, चाहे जे भओस्, जस्तो भओस्, फिल्मै हेर्नुहोस्, गीतै सुन्नुहोस्, हजुरले आफूले सोच्न खोजेको कुरा सोच्नबाट कहिल्यै पनि हजुरलाई डिस्टर्ब भएन। भनेपछि त्यो कुरा कसरी बुझ्नुहोस् भन्दा कतिसम्मको पावरफुल रहेछ हजुरको दिमाग। हजुरको दिमागलाई त केही कुराले डिस्टर्ब नगर्ने रहेछ। यति अब त्यही थिङ्किङलाई हजुरले, जुन त्यो नेगेटिभ थिङ्किङ थियो, ओभर थिङ्किङ थियो भनेर भन्छौँ, अब त्यही कुरालाई हजुरले होइन है अब म राम्रो सोच्छु, अब म मेरो लाइफको लागि राम्रो सोचेर राम्रोको लागि अगाडि बढेर सोच्छु भने त सबभन्दा पावरफुल हेर्नु त हजुरको दिमाग, कसैले डिस्टर्ब गर्दैन।
बाजा बजोस्, यता होस् उता होस्, मान्छे होस्, यो त्यो यताउति कसैले डिस्टर्ब गर्न सक्दैन। किन भन्दा त्यो त हजुरले त पहिले प्रुभ गरिसक्नु भयो त, सबै त्यो कन्डिसनहरूमा सोचेर प्रुभ त गरिसक्नु भयो त आफ्नो दिमागको पावर। त्यसैले अब कन्क्लुजन अनुसार धेरै नबुझिकन धेरै कुराहरू छैन होइन। अब हजुरलाई कुन कुरा मनपर्छ, साइन्स, फिलोसोफी, गुरु, स्पिरिचुअलिटी, यताउति यहाँ त्यहाँ, अब त्यो खोज्ने बुझ्ने भन्दा पनि यति आफूले आफूलाई यति भन्नु, मेरो दिमाग पावरफुल छ, म पावरफुल छु, मलाई केही कुराले डिस्टर्ब गर्न सक्दैन र अब मैले डिसिजन लिन्छु। र मेरो डिसिजन के हुन्छ, मलाई जे सोच्नु छ म त्यो सोच्छु, मलाई जे सोच्नु छैन म सोच्दिनँ। अनि सोच्दिनँ भन्नुको मिनिङ फेरि एकदम क्लियरली त्यो सोच आउँदैन होइन, पटक 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 आएको आई आएको आई आएको आई आएको आई, जति पटक आउँछ त्यति पटक हजुरले के गर्नुहुन्छ, मलाई सोच्नु छैन, सकिसक्यो अब यो कुरा, मलाई जे सोच्नु छ अब मलाई त्यो सोच्नु छ। र आजदेखि नै अब यो मूर्खता कहिल्यै नगरौँ। डक्टरसित गएर हुन्छ अथवा साथीभाइसित गएर हुन्छ, के भयो भन्दाखेरि मैले ओभर थिङ्किङ गर्छु, के भयो म धेरै सोच्छु होइन। मूर्खता हामी भइएन र, कसले गरेछ, हामीले होइन। ओभर थिङ्किङ गर्छु कसले त, मैले। धेरै सोच्छु कसले त, मैले हो। त्यसैले अब योबाट बाहिर निक्लेर त्यो पावरफुल माइन्ड जुन कसैले डिस्टर्ब गर्न सक्दैन हो, त्यो पावरफुल माइन्डलाई युज गरेर अब यसरी अगाडि बढ्नु, यसरी बढ्नु, हरेकचोटि आउला त्यो कुराहरूलाई इग्नोर गरेर पावरफुल माइन्डले आफ्नो अब थिङ्किङको लागि, लाइफको लागि, फ्युचरको लागि गरेर मजाले अगाडि बढ्नु। अल द बेस्ट, अल द बेस्ट। अब योभन्दा अरू मैले धेरै केही भन्न चाहिनँ। धेरै 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 हजुरहरूलाई अल द बेस्ट छ। अलिकति गाह्रो हुनसक्छ सुरुमा, अलिकति अनकम्फर्टेबल फिल हुनसक्छ, तर सकिन्छ गर्नु, र गरेको हजुरै हो र अब गर्ने पनि हजुरै हो। थ्याङ्क यू सो मच।